खै मलाई हेर साथी आँखा ओ मलाई डर लाग्यो ल हात ल्याउनु सर यो टाइट भयो भन है यो लुज गर्नु है किन त्यो टाइट भयो त्यो मिलेन रोग जान्छ है त्यो हुँदैन टाइट भइसक्यो त्यो टाइट चाहिँ हटाउँछु ओहो सानोबाले फोटो पठाइदियो आज हेर्नु त सानो एक केटा भन्नुहुन्छ सरको फोटो हेर्छ ल भयो मेरो सानो मान्छे हिरो मान्छे जय भगवान् उता छ यता तपाईहरु पास गर्नुस् अब इधर त यता मैले भने आइहाल्छ रामकिन सर आउनुस् मै ठ्याक्कै छु मारिहाल्छ नि असिसन त यो मलाई रामकृष्ण ल्याइदेऊ न यो मलाई त्यही लाग्यो नाति भयो त हिँड्न बज्जु बोली राजा दाना मित्र महाबल पहिला हजुरबाको काखमा डुले गर्ने हानि कम हो नाति यो जेठो नाति भयो त यो त बोल्छ आज के बोल्छ तपाईँसँग नबोली छोड्छु भ्याउँदैन नि बरा बिहान 5 बजे ट्युसन जान्छ जय होस् अब फर्स्ट डिटी प्लस गर्यो पर्दैन भयो पर्दैन छोड यता कमी अगाडि आउनु सर त्यस्तो भन्नुहुँदैन फेरि मोबाइल मास्टरको के हो अफ्नै अनुहार देखेर यता ल्याउनु साना सारा हात ओहो धेरै पर दुसो त हिँड्न पर्छ भोलि राजा दानमित्रमा अनि अस्तिदेखिको उसका राख सबै राख भिडियो गरेको त अहिले अनि सोगा सर कहाँ गइबक्छु शुभम सर त आइबक्छु सोगा सर आउनु शुभम सर आउनु मुया दिदी आउनु दिदी यही चिज हात तिलक त्यहाँ धेरै छ कि भोलि राजा दाना मित्रमा ठुली छोरी नै आउनुभयो कस्तो राम्रो हात त राम्री छोरी अब यो दादा कि भाइ दर्शन गर्नु पर्यो कसले बनाइबस्छ दादा राइट खै बाँदर म हजुर ए तेल बाँदर भन्नु हुँदैन हामी अहिले जाने नि एकछिन आसी गइहाल्छ भने चाहिँ लाग्दो रहेछ यसलाई चाहिँ भयो एकछिन यहाँ छोरी आऊ ओ नमस्ते गरिबक्छु जय हो सुलुक पास ठुली आउनुहोस् आशिष ठुली छोरी आइन् फुबु दिदी बाँकी होइसिन्छ अब के भन्छ मुसुरी कालो नलाउने रे आमा यो पो प्रसाद अब तिला पढ्न धेरै आउँछ परिना बाबालाई हात कसरी चेप्यो धागोले चुडेर तानी कसरी चेप मलाई कहिले त्यो थाहा थिएन अब कसरी दाइले ज्वरो सुनाउने बेला के लु नलाउ रे जय हो चिमाट्यो छ का हात ठेका डङले छ त आशिष नमस्ते आशिष त बनाउँछ दस आइबक्छु हजुरलाई मा पछि काली टिका लगाएको गाजलाई पनि गाली गर्छु थाहा हुन्छ यिनीहरू बस्यो भोलि राजा अहिले लाएर हिँड्छ गाजल लाउँदिन गाजल त हो नपाएर अम्बिका दिदीलाई बोलाइबक्छु हजुर भित्र दर्शन गर्न बाबा यतापट्टि ओ छोरी हातै एकछिन दिदी खैदे दिदी खैदा दिदी एकछिन खैके दिदी बिग्रियो जस्तो खैके दिदी तिमी उता सर सुगम आउ न यो मोबाइल त म त बोके भइ त खैले मोबाइल यता हात सुके भिडियो छ यता ल्याउन हात सुके यता ल्याउन छोरी यता ल्याउन त नहेर बिग्रिसक्यो टिका त दाइले लगाइदिसक्नु भयो मलाई डोर मात्रै छोड्दिनु हुन्छ यिनी त बिग्रियो धागो भागेकै छोरी जय हो हजुर हैन टिका त पनि दाइसे लगाइसक्यो कर्मिसाको जस्तै लाउने अब चाहिँ दुना मेरो तामा छुट्यो एउटा उहाँ अगाडि कोठामा खुट्टाको थियो त्यो पनि छोडिदियो हाम्रै हो यहाँबाट फोन आएको थियो त पहिला निधार दिनु कतिले फोन गर्दा हेर मलाई मार्न थियो बनाउनु छ मार हतार भइसक्यो यही फोन त बजाएको सरी छ ल ऐटीको लगाएको छ जब
तेह्रमा परे त त्यो दिन जिरी स्कुल गुडाउनु पढ्नु जान्छ के गर्ने जिरी स्कुलमा पढ्नु त्यो दिन अब बाइकले काठमाडौँ आउँछ त्यो दिन अब के खानु त के खानु आज त मलाई सन्चै छैन अब त धेरै के नि भन दाइलाई आज स्याउ स्याउ काटौँ है दाइ स्याउ काटौँ न म यहाँ दिदी पुरेतलाई स्याउ म खान्न स्याउ स्याउ ल्याउनु यो दिन ती हाल्नु यो खल्दी लोड किताब चाहिँ खै दुईटा किताब सँगसँगै दुईटा किताब दुईटा खैछ नि त हेर्नु त जस्तो लाग्यो किताब